मलाई बाँस भाइ हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल विथ एनदर न्यू भिडियो। आज चाहिँ मेरो छोराको नयाँ लाइफ सुरु गर्न जाँदैछौँ। यता हेर त यत्रो वर्ष गाउँमा परिन् छोरा अनि आज चाहिँ पोखरामा स्कुलको इन्ट्रान्सको लागि जाँदैछ। यता हेर न लु म बोक्छु। कस्तो लाग्दैछ नयाँ लाइफ सुरु गर्न जाँदैछिन्? कस्तो हुँदैछ भन त? कस्तो लागेको छ तिमीलाई भन न? राम्रो। अनि गाउँको याद आउँछ होला है? हो कि होइन? साथीहरू गाउँको साथीहरू सानोबाट जन्मेबाट खेलेको साथीहरूको याद आउँछ होला मेरो छोरालाई। अलि एउटा हेरिदिनु क्या खै यताबाट ले म समाज म बोक्छु भन्न मान्दिनँ। मेरो छोरा चाहिँ हिँडिन् आज। थ्याङ्क यू भन न। म पोखरा गएर मलाई फोन हान्छु नि। हान्छु फोन हान्छु राम्रोसँग पढ है। ल विवेकलाई भेटाए एकचोटि। कस्तो छोड्नु मन नलाग्यो मलाई। विवेकलाई छोड्दा के गरेर छोड्ने होला? राम्रोसँग पढ है, गर है, इक्जाम राम्रोसँग देऊ है, मम्मीसँगै बस है। आमा नि कसरी छोड्ने? छोड्नै सकिन्न त्यस्तै। मलाई बाँस भाइ रियाज एकातिर हुनुभयो कि पोखरामा भेट्ने हो नि कहिलेकाहीँ छुट्टीमा। छुट्टी पनि भेट है। लाइन हातमा किन खोलिस् ल? ल अब चाहिँ हाम्रो जीव आइसक्यो अरे। छोरा रेडी छ। विवेकलाई भेट्ने भनेको विवेक कता गयो आउँदै आएन है। यता हेर न जिपाउँदै हरे है। अब हामी चाहिँ जान लाग्यो गाउँ छोडेर। मेरो छोराको उज्जवल भविष्यको कामना गरिदिनु होला सबैजनाले। यता हेर्नु न दाजा आएको मेरो छोराको गालामा। ल विवेक सब स्ट्यान्डको साथी आयो। लास्ट डे गाउँको। ल बोल न साथीसँग। ल बोल। अङ्गलामा साथी जाने ल सबस्टन यहाँ तल जाऊ न अङ्गल मार एक हक गर। ल यहाँ लोड छ यहाँ माथि। ल ल अङ्गल मार त ल लास्ट हक। ल दुईजनाको ल छिटो। लाज मानेर फेरि ल अङ्गल साथी अङ्गल मार छिटो गाडी आयो क्या। यता हेर त हो त्यो त। ल ल दुईजनाले हक गर। ल हक गर न। चुप्पा नि गर न। विवेक त रुन लाग्यो रे साथी जान्दा। चुप्पा गर चुप्पा गर। ल छिटो गाडी आइसक्यो छिटो चुप्पा गर। चुप्पा चुप्पा चुप्पा। ल बाई बाई गरिदेऊ साथीलाई। ल तिमी यहाँ हो है भन न।
इन्ट्रान्स दिएर खाजा खान हिँडेको इन्ट्रान्स दिएर फर्म भरेर मोमो खाएँ यता हेर त क्याब कुन कलर कुन मलाई त थाहा छैन कुनवाला हो र आज चाहिँ मेरो छोराको फर्स्ट दिन कुमुदिनी होम्समा फर्स्ट दिन है कस्तो लागिरहेको डर लाग एक्जाममा डर लाग्छ छैन अहिले लाग्यो यता हेर्नु त केही हुन्न मम्मी त्यही हुन्छ आज त अनि आज एक दिनमा तिमीले साथी बनाइहाल्छौ हैन क्लासमा अनि साथी भएपछि सजिलो हुन्छ बनिहाल्छ नि हौ फ्रिज आएर किचनमा फिटिङ छ छोरा फ्रिज आएको थाहै छैन मोबाइल हेर्नमा व्यस्त भएर ल उदैन ल यही हो फ्रिज न्यू फ्रिज रियाक्सन कस्तो लाग्यो आजको कुराहरू सेयर गरेर तिमीले यो भिडियो आजको भिडियो चाहिँ भोलि ठुलो भएपछि हेर्न मजा आउँछ क्या तिमीलाई त्यही भएर मैले तिम्रो लागि यो भिडियो बनाएर राख्न लागेको अनि तिम्रो आजको फर्स्ट डे हो नि त स्कुलमा होइन तिमी पहिला सानोमा गाउँमा पढ्यौ होइन हो कि होइन होइन भन्न आउँछ कि मलाई फेरि अनि आज फर्स्ट डे थियो मेरो छोराको स्कुलमा अनि इन्ट्रान्स दिँदाखेरि चाहिँ खासै डर लाग्थेन त्यो छोरालाई अनि आज स्कुल जाँदाखेरि चाहिँ अलि डर आयो अनि उहाँ गएर रोयो बाबु रोएपछि म पनि रोएँ है केही नै हेर न चुप्प ल्याउ नि त तिमी रोएपछि मलाई रुन मन लाग्छ कि तिमी नरो है स्ट्रङ हुनुपर्छ कि होइन हो कि होइन अनि कस्तो भयो ल भन त आजको स्कुल कस्तो रमाइलो लाग्यो कि ठिकै लाग्यो कि झ्याउ लाग्यो एकछिन पज गर्नु न कस्तो लाग्यो भन्नु त राम्रो अनि साथीहरू बनाउनु भयो कि भएन कतिजना साथी बनाउनु भयो दुईजना केटा बोइज कि गर्ल्स गर्ल्स तिमीले अघि नै भन्थ्यौ है दुईटा दिदीहरू साथी बनाएको भने दिदी भन्ने होइन कि एउटै क्लासमा पढ्ने भएपछि साथी हुन्छ फ्रेन्ड्स भन्नुपर्छ है अनि खाजा के खानुभयो आज
अनि यहाँ भिडियोमा भन्नु परेन ओरियो बिस्कुट फ्रुटी अनि बनाना गुड अनि त्यति खायो हैन अनि त्यसपछि अरू के भन्नु अनि अरू के गर्यो मम्मी त्यत्रो टाइमसम्म कोही को मम्मी बाबा थिएन हैन बाहिर देख्थ्यौ कि देखेन मम्मी मात्रै थियो तिम्रो लागि भनेर बसेको मेरो छोरा डराउँछ तपाईँको लागि मात्रै भनेर म त्यहाँ बसेको थिएँ नि त अनि त्यसपछि चुप्प ल्याउँ त एकचोटि अनि गाडीमा आइन् अनि कस्तो लाग्यो नयाँ स्कुल भोलि एक दिन चाहिँ मम्मी जान्छु पर्सिबाट चाहिँ आफै जानुपर्छ है हुन्छ भोलि एक दिन चाहिँ गइदिन्छु मम्मी पर्सिबाट फेरि आफै जानुपर्छ नि है स्ट्रङ हो कि होइन म ठुलो भएपछि यो भिडियो हेर्ने हो भन त ल भन म ठुलो भएपछि यो भिडियो हेर्ने हो भन त ल भन न कसले हेरेको र त्यहाँ लजाउने अनि नयाँ फ्रिज पनि छ हाम्रो आज मेरो छोराको सेकेन्ड डे स्कुलको हिजो चाहिँ वहीँ पुऱ्याएर दिनभरि बसेर आएको आज चाहिँ स्कुलमा पुर्याइदिएर मात्रै म फर्केर आएको क्लासभित्र पुऱ्याएर आज पनि रोएको थियो म पनि रोएको थिएँ अनि अहिले चाहिँ म लिन जान लागेको 4 बजेसम्म फर्स्ट टाइम हो मेरो छोरा यसरी स्कुलमा यत्रो धेरै बसेको म त पहिला मम्मीसँग स्कुल जान्थ्यो अहिले चाहिँ एक्लै छ मेरो छोरा अब म लिन जाँदैछु गाडी आउने बेला भयो निदाउनु भएकै त्यहाँ हो मेरो छोरो ए कहाँ जानुभयो त्यो दिदी ए दिदी कता जानु गुड टिचरले चढाइदिनु भयो मैले टिचरलाई भन्दै थिएँ नि त छोरा पानीपुरी खाने हो यस्तो टाँसिएर आउनुभएको ए अलि यता भन्न खोजेको पानी हालेर खान्छु हो भन्छ भोलिबाट आफै जान सक्छ नि है किन यता हेरेर भन त के अरे जाने बेलामा जाने बेलामा छोडिदिने आउने बेलामा चाहिँ आफै आउने के खायो आज स्कुलमा खाजा भन त चाउमिन मोमो र चाउमिन मिसाएर दियो त्यो कतिवटा थियो नि मोमो गर्ने दिदीले ल अरू कुरा गर न त आज स्कुलको के पढ्यौ कि आज पनि ड्रइङहरू मात्रै बनायो कपीमा गरेछौ वहीँ गरेको अनि साथी बनायौ कि बनाइन्यौ के रहेछ नि नाम साथीको मम्मीले हिजो नाम सोधेर आऊ अनि नामले बोलाउन सजिलो हुन्छ भनेको होइन दिदी अरे हुन्छ त्यहाँ गयो त दुईटा